भन्दा भनेको जस्तो हुन्छ। सुन्नु, अर्को एक लाइन पनि लेखेको छु, ध्यान दिएर सुन्नु है। लेखेको फेरि मोबिलमा त्यसका बाद आफ्नै खासामा किनेको, अरूतिर त गोटामा आउँछ, यो त किलोमा किनेको त्यसका। महाभारतको कुरा गर्छु सुनौ है गीतबाट। अर्जुनले युद्ध जिते सारथी थे कृष्ण, हो कि होइन? अर्जुनले युद्ध जिते सारथी थे कृष्ण। पीएस गोले चुनाव जिते जीवन साथी कृष्ण, हो कि होइन? पाँचको आलु पाँचैको चना, नाम्ची टेक्दै गाएको यो गाना। हे पाँचको आलु पाँचैको चना, नाम्ची टेक्दै गाएको यो गाना। अब अझै बाँकी छ नि त। म त फेरि अरूले चाहिँ ट्र्याकमा गाउँछ कि, म त सुरुवालमै पो गाइदिएको। उनीदेखि सुरुवालमै पो दिन्छु म त। खतरा हो नि त, भन्दा भनेको जस्तो हुन्छ कि फेरि। राजनीतिमा धेरैले छ बाचा कसम तोड्ने, हो कि होइन? सर म त तपाईँसँग भन्नु पल्लोपट्टि भन्ने पनि हुन्छ राजनीतिमा, हो कि होइन? सुन्नु, राजनीतिमा धेरै देखे बाचा कसम तोड्ने। कृष्ण म्याडम एकजना रहेछ जितेको चौकी छोड्ने। त्यसको लागि पनि ठुलो मनमुटु चाहिन्छ, त्यतिकै हुँदैन, हो कि होइन? पाँचको आलु पाँचैको चना, नाम्ची टेक्दै गाएको यो गाना। पाँचको आलु पाँचैको चना, नाम्ची टेक्दै गाएको यो गाना। गन्द्रेङ। म त फेरि गीतमा त कस्तो भने नि, यता भन्नु पर्यो त होइन। गीतमा चाहिँ फेरि म फर्स्ट नेपाल आइडलमा लाताल दिएर आउट गरेको। अब आइन्दा यो बाटो नहिँड्नु भनेर गाउँदा गाउँदै म त अघि नै कत्रो लामो गाइदिन्छु अनि थाहै हुँदैन। भन्दा भनेको जस्तो हुन्छ। फेरि यहाँ हाम्रो अहिले भर्खर हाम्रो सीएम साहबको भिडियो भाइरल नेपालमा, हजुरले गर्दा हाम्रो नेपालको नेताले त गाली खायो। के गर्नु भएको त्यसो? अस्ति एउटा जनतासँग मुख्यमन्त्री भन्ने कार्यक्रमको रहेछ, एकजना आएर बिचारा दुःख पाएको लेडिज मान्छे नि आएर म यस्तो भयो भनेर हातमा मात्रै छुनु भएको थियो। पछाडिबाट सेक्युरिटी अफ द प्रोटोकल एकजना कलले के भन्नु, छुनु हुँदैन, छोड्दैन बहिनी, अन्त के भएको? म उसको त हो त, अन्त ऊ नभएको म कहाँ हुन्थ्यो? ऊ त नछोड मात्रै भनिदिनु भएको थियो। तलपट्टि कमेन्टमा त हेर नेता भनेको यस्तो हुनुपर्छ, नेता भनेको यो हो। कमेन्टमा त नि ह्यासट्याग गरेर नेपालको नेताको नाम राखेर बिजोग छ। त्यो हो नि त, जनताको नेता भनेको त्यो हो। अर्को एउटा भिडियो आएछ फेरि हिजोको मात्रै पो। हाउ एकजना बाजे आउनुभयो कि दाँत पनि झरिरहेको। अन्त ओ मैले हात छामेर थाहा पाएँ नि, तपाईँ साह्रो काम गर्दो रहेछ। छोराले काम पायो नि, मेरो नोकरी पाएँ नि, छोराले पाएँ नि। अन्त छोराले पैसा दिन्छ नि, रिसाको बेलामा 1000 मात्रै दिन्छ। अनि त्यति धेरै नजिकबाट जनतासँग बोलेपछि, जनतासँग भिजेपछि, जनतालाई रुझाएपछि उसले नजितेर कसले जित्छ त? जीवनमा चुनाव जित्नु 5 वर्षमा एकचोटि हो, तर गोले सरकार मन चाहिँ कतिचोटि जित्नुहुन्छ हो? त्यही एउटा मन कतिखेर जित्नुहुन्छ त्यसका बाजेको। हिजो आउँदै गरेको यहाँको त भयो कि हाउ त्यो टिस्टा खोला पारिपट्टि यहाँ गाडीमा आउँदै थिए। हाउ एउटा मकै पोलेको खाउँ होला भने नानी एउटा मकै पोलेको देऊ न भनेको कुद्दै आएर त एसके नम्बर गाडी रहेछ, कहाँ हिँड्नु भएको भने
कार्यक्रममा हिँडेको पिएस गोले सरले बोलाउनु भएको छ भनेको त आँखामा पिलपिल आँसु पर उहाँलाई धेरै धेरै सम्झेको छ भनिदिनु। किन यति साह्रो रुन आँट्नुभयो त? अस्तिको पालि यही बाटो हिँड्दै हुनुहुन्थ्यो, बोलाएर के छ भन्नुभयो, मकै पनि खानुभयो, पैसा पनि दिनुभयो होइन, धेरै पल्ट दिनुभयो भन्नुभयो त भनेको धेरै दिनुभयो नि त। अनि मैले तपाईँलाई केही दिन सक्दिनँ, हाम्रो त भोट पनि त्यहाँ काम लाग्दैन भनेको आशीर्वाद दिनुहोस् न भनेर जानुभयो अरे। अनि यहाँ त छोडो मन त कता कता जित्नु भएको छ। आउँदै गएको त्यसका बाजेको गुडुङडुङ सिक्किम भन्ने यति राम्रो ठाउँ। यहाँ त मोमो त कति राम्रो हुन्छ, अर्ग्यानिक पर। यहाँको मोमो हेर्नु न, ठन्डा जग्गा चटक्क परेको, आम्बा मोमो पनि सरकारले बनाउँछ जस्तो छ त। कम त मिलेको हुँदैन त, मुजा पनि मुन्या। अनि फेरि अर्ग्यानिक पनि के साह्रो अर्ग्यानिक। साँच्चै त्यो मोमोको गाला हुनुभयो भने कति चिल मुखबाट बाफ निस्केको जस्तो मोमो, माथिबाट अचार खनाउँदा त मोमो हो। म मोमोलाई हेर्छु, मोमो मलाई हेर्छ, माया लागिसक्यो। के को मोमो भनेको उत्ताबाट के भन्छ भनेको इस्कुसको अरे। इस्कुस कहाँको भनेको बारीको अरे। आम्बो इस्कुसको हाम्रोतिर त हुँदैन त, हाम्रोतिर त आएको हुन्छ त भने यो त अर्ग्यानिक हो भन्यो। काँटाले स्वाट पारेर खा, यहाँ खाँदा यहाँ मिठो भएको, मुखमा खाँदा किडनीमा चुलुक्क गरे, त्यति मिठो। आमा नि तल मधेसतिरको हेर्नु न मोमोहरू, मधेसतिरको मोमो हेर्नु कि दार्जिलिङ मोमो भन्ने लेखेको हुन्छ मधेसमा। हो हेर्दा ऊ त के लेखिरहेको हुन्छ, यहाँनिर राम्रो मिठो हिलसाइडको मोमो पाउँछ भन्छ। भित्र गएको त आमा नि के भएको, गर्मीमा ज्याकेट खोलेको जस्तो गरेर इस्कुस त बाहिर भयो। मोमोको मुजै छैन, कहाँ गयो? के भयो भनेको गर्मीले मुजा लाउनै बिर्स्यो। बिजोग छ त यहाँको मोमो त नि, साँच्चै भनेको कि फोटो खिचेर अहिले स्टोरीमा हालेर गुडीमा भन्दा स्टोरीमा हाल्नु जस्तो। त्यहाँको मोमो त आमा बिजोग छ। प्लेटमा लिएर आएको थियो कि एक डबल दिनु त भनेको त मोमोले मोमो यस्तो गरिरहेको। आऊ खाऊ आऊ, हामी छरिरहेको छौँ, आऊ हामीलाई समेट न। यहाँको मोमो चाहिँ एकै जग्गामा चपक्क परेको, मिलेको, त्यसका बाजेको भन्दा भनेको जस्तो हुन्छ नानी। यहाँ लाखेन बोल्दैछु। अरू भन्दा पनि हाम्रो फुलन्देकी आमा पनि आएको छ, उसले पनि अलिकति दिन्छु भन्छ। अलिअलि त गर्छ ऊ पनि, टराई हो नि त। अब म आइरहेको छु, म आएपछि उसलाई